आज नेपालको बिगेस्ट मिस्ट्री सल्भ हुन्छ त? हेलो 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 सो अब हजुरलाई नेपालको रोयल म्यासाकरको बारेमा चाहिँ कति के थाहा छ त? थोरै थोरै थाहा छ, यताउति सुनेर न्युजमा पढेर अलिअलि थाहा छ। र आज ज्येष्ठ 19लाई चाहिँ हाम्रो नेपालको ब्ल्याक डे भनेर पनि भनिन्छ। हजुरलाई नेपाल रोयल म्यासाकरको बारेमा केही थाहा छ त? मेरो विचारमा चाहिँ यो रोयल म्यासेकर चाहिँ नेपालको आन्तरिक मात्र नभइकन नि धेरै बाह्य शक्तिहरू र सिआइए जस्ता बाहिरी शक्तिहरू चाहिँ इन्भल्भ भएका कारणले भएको हो जस्तो लाग्छ मलाई चाहिँ। यो आफू राजा हुनलाई आफ्नो पितृत्व हत्या गर्ने, आफ्नो दाजुभाइ हत्या गर्ने यो चलन अगाडिदेखिकै हो। तर यो विषयमा चाहिँ दरबारै हत्याकाण्ड गरेर चाहिँ गर्ने यसमा चाहिँ मलाई पोसिबिलिटी छ जस्तो लाग्दैन। अब यसमा चाहिँ तपाईँको बाहिर शक्तिदेखि लिएर इन्डियन गभर्मेन्टको पनि हात छ भन्ने कुराहरू पनि आएको छ। अब त्यहीँनिर अब आर्मीकै मार्क्स लगाएको, दिपेन्द्रकै मार्क्स लगाएको धेरैजना बाहिरको मान्छेहरू पनि आएर त्यहाँनिर रचेको दिपेन्द्रलाई फसाउनु भन्ने खालको हिसाबले गरेका छन्। त्यही भएर चाहिँ दिपेन्द्रलाई चाहिँ फसाउनका लागि चाहिँ गरे हो। यहाँ धेरैजनाको हात छ भन्ने जस्तो लाग्छ मलाई। अब त्यो भन्ने साथै अब ब्ल्याक डे अफ नेपाल भन्न याद आउँछ मलाई चाहिँ त्यति हो। त्यो दिनका घटनाहरू जेसुकै भए ती दिनका घटनाक्रमले चाहिँ मलाई लाग्छ इन द बिगर पिक्चर नेपालको आत्मनिर्णयको अधिकार चाहिँ धेरै प्रकारले खोसियो। So, we may never find or we may find the full story, but that doesn't stop us from asking you. Starting मात्रै हो। अझै यस्तै कन्टेन्टको लागि do not forget to follow गजबको। Starting